ओके गाइज हामी चाहिँ आज के अरे मार्मुकेन पार्कतिर जाँदैछौँ। सी हामी यो चाहिँ हाम्रो नर्थ अफ टेभाईको स्ट्रिट हो। अनि ल चाहिँ वर्षा के अरे म्याप ठिक छ नि होइन? ओके हामी चाहिँ धेरै टाढा त छैन, लाइक 600 मिटर और 7 समथिङ लाइक दिस। अनि हामी आज एकदम सन्नी पनि छ, सो यसो पार्कमा चाहिँ रमाउँ भनेर हिँड्दैछौँ। एन्ड हियर्स माई लिटल बुढी हाई गर्दै हिँडिसिँढी चाहिँ पछि होपफुल्ली त्यो पार्क चाहिँ राम्रै छ भन्ने जस्तो लागिरहेको छ। कस्तो फिल भइरहेछ वर्षालाई? समरवाला भाइब्स आएको छ कोपेनहेगनमा अहिले? हाउ डु यु फिल? इट्स लाइक समर? समरवाला भाइब्स हो कस्तो? पहिला त नेपालमा त अनि समर मन पर्दैन थियो कि होइन? मन पर्थ्यो। नेपालमा त हामीलाई विन्टर मन पर्छ नि होइन, समर भन्दा पनि मन पर्दैन। किन? विन्टरमा धेरै चिसो हुन्छ, आई थिङ्क निस्किन झ्याउ लाग्छ, ज्याकेटहरू लगाएर निस्किन पर्छ। मलाई चाहिँ नेपालमा चाहिँ समर नआइदिए हुन्थ्यो जस्तो फिल हुन्थ्यो कि, किन भन्दा त्यहाँको समरले चाहिँ एकदमै त्यो के भन्छ टु मचै गर्मी हुन्छ नि त, ह्युमिडिटी हाई भएर। तर यहाँ चाहिँ विन्टरमा बस्दाखेरि कहिले समर आउला र कहिले टी सर्ट र कट्टु लाएर हिँड्ला जस्तो भाइब्स हुँदो रहेछ क्या युरोपमा चाहिँ। सो यहाँ चाहिँ अहिले चाहिँ हामी समर सुरु त भएको छैन स्टिल, अझै पनि समर आउनलाई चाहिँ बाँकी नै छ। तर हामी चाहिँ आज समरवाला भाइब्समा चाहिँ स्टिल अब यहाँ जति नै समर भए पनि ज्याकेट चाहिँ छोड्नु मिल्दैन होइन। तर दियोस् थोरै नै कपडा लगाएर चाहिँ हिँडिरहेको छौँ। के अरे म्याप कति ठिक छ नि होइन हामी हिँडेको? ओके ओके लेट्स सी। जम्मा 600 मिटर छ, फेरि 6 घन्टा लाग्ला नि हामीलाई पुग्न। यहाँको घरहरू चाहिँ कस्तो क्युटवाला क्या, नेपालमा यस्तो घरहरू देख्न पाइँदैन नि। नेपालमा चाहिँ योवाला घरहरू चाहिँ कम मात्रामा भन्दा पनि अहिले रिसोर्टहरूमा बनाउँछ कि यस्तो घर। रेजोर्टहरूमा चाहिँ अलिक हुन्छ। तर यहाँ चाहिँ कस्तो भन्दा यहाँ चाहिँ वेदरसँग एडप्ट गर्नलाई पनि हो कि। अब नेपालमा हाम्रो तराईतिर हिउँ पर्दैन होइन, यहाँ चाहिँ हिउँ पर्छ। अनि त्यो कारणले गर्दाखेरि जे होस् हिउँहरू चाहिँ छतबाट खसोस् भन्नको लागि चाहिँ हुन्छ नेपालमा चाहिँ। तर के अरे स्लोपवाला प्लेनवाला चाहिँ छत हुन्छ जसमा चाहिँ पानी सानी पर्दाखेरि पर्दा चाहिँ एउटा एक्जिट पनि राखेको हुन्छ। त्यही नै छ नेपालमा चाहिँ। तर हामीले तराईमा बसेको भएर हो, तर यदि हामी पाहाडतिर गयो सोलुखुम्बुतिर या मनाङ मुस्ताङतिर गयो भने चाहिँ आई थिङ्क यस्तै खालको घरहरू हुन्छ कि। यो जे होस् मौसमलाई चाहिँ अलिकति एडप्ट गर्नको लागि। तर आजको क्लाइमेट वेदर चाहिँ दामी रहेछ ल, त्यस्तो चिसो पनि छैन है, घाम पनि अलिकति जे होस् घाम लाग्यो जस्तो चाहिँ फिल भइरहेछ कि नभए। पहिला मैले साइकल लिएर जानु पऱ्यो, यही त हो नि। कता जाने, यता कि लेफ्ट कि राइट? होइन सिधै हो, सिधै देखाएको त। स्ट्रेट स्ट्रेट नै हो यो कि? म एकछिन वेट कार आइरहेछ हेर न। ओके लेट्स गो। म अस्ति यही बाटो गएको त नि साइकलमा, के अरे उहाँ त्यही त्यो के भन्छ पावरमा जाँदाखेरि यहाँबाट सिधा गयो भने यो सानो जङ्गल रहेछ होइन। अनि सायद यही हो कि, यही जङ्गलको बाटो हो कि मेबी। अनि जङ्गल पारी जाने बित्तिकै चाहिँ एउटा फेरि सानो स्ट्रिट छ कि, लाइक मेन हाइवे टाइप हो कि।
अनि वर्षा कस्तो फिल भइरहेछ त नि आज यसरी हामी पार्कमा कस्तो रे लेप्ची लेप्ची यता यता हेरेर कस्तो फिल भइरहेको अरे सन्नी सन्नी फिल भयो क्या ओके अर्को केही पनि भएन रमाइलो लाग्यो। हो पार्कमा गएर के गर्ने विचार छ त हामी फेरि आज के अरे फुल्ली प्रिपेयर्ड भएर हो कि टक्क होइन हावासावा लाग्ला ज्याकेट साकेट लगाएर होइन चिसो चिसो होला घाम लाग्दा पनि यहाँ भनेर घाम पनि ज्याकेट लगाउनु पर्यो। पानी पनि 2 बोतल फुल होइन अनि हामी चाहिँ अहिले हल्का सानो डाइटिङमा छौँ सो जे पाए त्यही चाहिँ खानु मिलेन सो हल्का नट्स एन्ड फ्रुट्सहरू छ हामीसँग आजको के अरे पार्कमा गएर सस्टेन गर्नको लागि चाहिँ त्यही नै हो। यता आउँछ। ओके ओके त्यो डिजाइनले नि अटोमेटिक मेरो फोटो देखाइदिँदो रहेछ बट आई थिङ्क इट्स गुड मलाई थाहा थिएन कि यसरी चाहिँ यो क्यामेरा अटोमेटिक मतिर टर्न हुन्छ भनेर हेर्न पर्छ आफै अटोमेटिक मतिर टर्न हुँदो रहेछ कि क्यामेरा चाहिँ तर खै कस्तो देखिरहेछ मलाई राम्रो देखेछ अलिअलि उता हो? म तिम्रो देखाइदिन्छु ओके फेरि मेरो देखाउने होला फेरि होइन अब अटोमेटिक मैतिर नै टर्न भइरहेको हुन्छ अझै उता जाऊ जाऊ अझै उता जाऊ कम जाऊ न अझै उता होइन त यतापट्टि हिँड्यो भने पनि मलाई नै फोकस गर्छ क्या भएर आफै क्यामेरा मैतिर फोकस हुन्छ कि प्लिज के ओ यो पपिया मैले आज फर्स्ट टाइम देखेँ यार पपिया विदाउट के भन्छ अरे स्ट्रिटमा होइन होइन यो घरको कुकुर हो कि यो कस्तो क्युट क्या पपिले हेर्न फर्केर हेरेको हेरे गरेर यिनीहरू के गरे खान् भनेर वा आज घाम के हुन्छ नि त्यो इरानको के अरे इरानले मिसाइल हाल्नु आज देखिन्छ यार देश चलाउँदा पनि अहिले डरै लाग्ने हो भन्दा डेनमार्कमा त त्यस्तो नहोला खोइ त यहाँबाट त अनि पार्क भनेको यहीँभित्र हो र यो भित्र यहाँबाट चाहिँ राइट फेरि यहाँबाट लेफ्ट देखाएको कि राइट लेफ्ट होइन यो अगाडि स्ट्रिट निस्केर चाहिँ लेफ्ट रहेछ तर पार्क चाहिँ यही लाइनमा छ अगाडि चाहिँ हाइवे धेरै टाढो रहन्छ त पार्क त तर भनेपछि हामी हाइवेमै जानु पर्दैन होला ए जानु पर्ने हाइवेबाटै चाहिँ हल्का लेफ्टतिर लागेर पुरै यहाँको जङ्गलै यो अहिले यस्तो ड्राई छ नि होइन यस्तो ड्राई छ नि अब लाइक आई थिङ्क 1-2 हप्ता 2-3 हप्तामा चाहिँ पुरै हरियाली हुन्छ क्या फिनाली हो कि के हो त्यहाँ म्यापमा हेर त जङ्गल जङ्गल देखायो त फेरि हो कि होइन भाइ एक्ज्याक्ट युरोप आएर फर्स्ट टाइम आज जङ्गलमा हेर्न पाइएछ ओ यो येल्लो फ्लावर वाउ तिमीलाई खोज्छ क्या हेरि यो क्यामेराले फेरि मलाई खोज्यो अहिले बल्ल ओके ठिक छ लाइक हामी चाहिँ यसरी छौँ यता पनि फोकस गर डिजाइ फर माई वाइफ खोइ त मलाई मात्र होइन खै फेरि यताउता ओके आएछ ओ माई गड बर्ड्सहरू वाउ त्यो नेचर देखाउनु पाएन ओके यहाँ चाहिँ हाम्रो बर्ड्सहरू छ है फेरि अटो फोकस मोडमा गएर बसेपछि के हो क्या सी इट्स बर्ड्स आउट द हाम्रो बर्ड्सहरू हुनुहुन्छ उहाँ अरू न यही नै होला सायद पार्क चाहिँ हाम्रो ऊ यहीँ हो पारिपट्टि अब आइसक्यो यहीँ हो ल हामी चाहिँ आई थिङ्क फाइनल्ली अब
आइपुगे जस्तो लाग्छ तर कतापट्टि हो कहाँनिर देखा एकछिनमा ऐसा कहीँ देखा होइन यताबाट स्ट्रेट म स्ट्रेट यता के हो त नि यही पार्कलाई बनाउनु लाग्यो कि के हो होइन होला बुझिनँ त मैले त त्यो घोप्टे हेर्न घुम्दै घुम्दै गरेछ यार घोप्टे घोप्टे गरे किन अझ अगाडि हो क्या यो पाकेट कति थियो सबै पाकेली भन्ने ठाउँ कहाँनिरको पाकेली हो त नि ए हो बन्धु स्ट्यान्ड 135 बस्ने ठाउँ रहेछ यो पाकेली हामी चाहिँ अब हाम्रो घरको अगाडिपट्टि आयो नि त्यहाँ हामी त होइन होइन घर त हामी यताबाट आयो नि त त्यही त Okay, नि let's stop and ठ्याक्कै यो उसतिर के यो ट्रकतिर छ नि। नटक्कै भयो भन्न आएछ के बिहा टपतिर हुन्छ नि Let's go. ट्रक ड्राइभर चाहिँ यहाँ पनि मोटै हुँदो रहेछ अनि ठुलो खाल्टो खन्न लागेको रहेछ अरे त 149 को बस पनि रहेछ स्पेन लाने भनेको यो त हाम्रो यो नेटोको पछाडि हो क्या हो हामी त नेटोको पछाडि कसरी आउँछ वर्षा यहाँ चाहिँ लेक रहेछ कि यहीँभित्र होस् लाग्यो मलाई पार्क चाहिँ अब ठ्याक्कै म्यापमा चाहिँ थोरै अगाडि लेक देखाइरहेको छ अब हामी चाहिँ लगभग आइपुग्नु लाग्यो सो यहीँ रहेछ लेकी देखिहाल्यो नि ल हामी यहीँबाट पनि इन्टर गर्न मिल्दो रहेछ सो हामी चाहिँ अहिले यहीँबाट इन्टर गऱ्यौँ वा ल यो लेक चाहिँ फ्रोजन थियो यार पहिला अलि समय अगाडि चाहिँ यो लेक फ्रोजन थियो होइन अहिले चाहिँ आई थिङ्क सब स्टिल फ्रोजन छ र होइन नो अहिले चाहिँ छैन ओ छैन अलि बिचमा चाहिँ फ्रोजनै रहेछ है ओ वा अहिले चाहिँ हामी पर्फेक्ट टाइममा आएछौँ साइडको चाहिँ अहिले मेल्ट भएर के भन्छ मेल्ट भइसकेको रहेछ तर बिचमा चाहिँ स्टिल हाम्रो उयो चाहिँ फ्रोजनै छ ल हेर्नु त त्यहाँ पुरा काग त अनि सर त अनि पुरै त्यहाँ बसेर चिलमा काग सर त ल हेर्नु त खाँदै बसिसकेछ त यता चाहिँ हाम्रो म्याडम पनि हल्का सेल्फी दिन लागेको अवस्था सो ल हामी चाहिँ आजको हाम्रो
डेस्टिनेसनमा आइपुगेका छौँ सो यहाँ चाहिँ यसरी बस्नको लागि स्पेस पनि रहेछ अब हामी चाहिँ आज यहीँ नै बस्ने जमर्को गर्नेछौँ वा घाम पनि मजाको लागिरहेछ आज यी यसरी नै वा घाम चाहिँ ल नाइस है आज घाम ल हेर्नु सूर्य देवता नेपालमा अब सूर्य भन्ने बित्तिकै फेरि अलिकति नराम्रो भाइब छ तर यहाँ चाहिँ सूर्य चाहिँ एकदम ल हेर त्यहाँ चाहिँ हाम्रो उयो ए जोडी पनि आएछ जोडा पनि आउनु भएछ हाम्रो कागजीको उडेर गइसक्यो कागदेवता नेपालमा त हामीले कागलाई पनि पूजा गर्छौँ यार तर काग पनि कन्ट्री अनुसारको डिफ्रेन्ट कलर हुँदो रहेछ नेपालमा चाहिँ प्योर कालो हुन्छ होइन यहाँ चाहिँ होइन हल्का सेतो होइन हल्का अलि डिफ्रेन्ट कलरको हुँदो रहेछ क्या नाइस ओके ल हामी अब अहिले चाहिँ यत्तिकैमा बिटो मारौँ अब एकछिन यसो घामसम्म ताप्नु पऱ्यो होइन टक्क बसेर अब अनि त्यसपछि चाहिँ हामी के गर्ने भन्ने चाहिँ प्लान गर्छौँ तर अब अहिले चाहिँ अब आई थिङ्क यत्तिकै बस्नुपर्छ जस्तो छ सो है अनि यहाँ चाहिँ ल एकछिन हाम्रो इन्टरभ्यू जस्तो कार्यक्रम चाहिँ गर्नु पऱ्यो अब होइन हाम्रो बेबीसँग के भन्छन् अब हाम्रो बेबीले आज यो चाहिँ अलिक जुमै भएर बसिरहेको रहेछ कि यसलाई चाहिँ म अब यसो कति बेला जुम भएको छ भएको छैन नि थाहा नहुने क्या ओके अनि कस्तो फिल भइरहेको छ त यहाँ पार्कमा आएर आज घाम तापेर बस्दाखेरि रमाइलो लागिरहेछ हो फोटो खिचिरहेको इन्जोय गरिरहेको छु नेचरमा ओके अनि यो लेक फ्रोजन भएको देख्दा चाहिँ कस्तो फिल भयो नेपालमा त हामीले नर्मली देखिँदैन थियो नि त होइन यस्तो मलाई त्यो फर्स्ट टाइम उसमा जर्मनीमा देख्दाखेरि चाहिँ अबि टाइपको थियो हो डर त लाग्थेन हिँड्यौँ त्यो उसमा पनि फ्रोजन भएको ठाउँमा पनि हिँड्यौँ अहिले चाहिँ नर्मलै लागिरहेको ओके द्याट्स गुड हुन्छ त्यसो भए हामी अहिले एन्ड गरौँ है त अनि पछि फेरि कन्टिन्यू गरौँ है ओके सी यू चाउ